मैले सोधा हुन्छ लास्टमा के पर्छ भनेर डिलिट हजुर सोधिदिनु भनिरहेको छ कि अरे राम्रो छैन राम्रो छैन है गाडी घोडाबाट एकदमै जोगिनु पर्छ चोटपटक लाग्ने उयोहरू छ सानो मान्छे के थियो बिरमनी रहेछ इङ्ग्लिस राम्रै छ सूर्य बहादुर राई सुन्नै चुप्प लागेर माको जङ्गली भन्छु राम्रै विमल राईको पनि घरमा अलिकति रोग कष्टहरू पो भन्छ है जोगिनु पर्छ है भुँडीको रोगहरूमा भन्छ है छोरी मान्छेहरूलाई भुँडीको रोग भन्छ पर पड्किन थाल्यो राम्रै छ मुल्कीको शिरहरू ढलेको छ मुल्की पैसा यता बस्छ ओ चामल अन्डा चाहिँ बिस्तारै राख्नु छ हामी जान्दैन है बिस्तारै राख्नु छ यो चाहिँ हाम्रो जुन चाहिँ प्ले ग्राउन्ड छ है 9 नम्बर सो यहाँनिर एउटा कार्यक्रम रहेको छ है नमस्ते सम्पूर्णमा र जुन अहिले तपाईँलाई एउटा सानो क्लिप देखाएँ है र आज 21 तारिक 21 अप्रिल है अनि लगभग अहिले कति बजेछ भन्दा चाहिँ 11 बज्न आँट्यो है 10:48 भएछ 11:12 अनि आज चाहिँ हाम्रो यहाँनिर 9 नम्बर गाउँमा चाहिँ एउटा सार्वजनिक एउटा चिन्ता एउटा होम जस्तो है यहाँनिर गरेको छ किनभनेदेखिलाई चाहिँ आजभन्दा 3 महिना अगाडि भनौँ लगभग 3 महिना अगाडि यहाँ एउटा चिन्ता गरिएको थियो जुन चिन्तामा चाहिँ यहाँ अब तपाईँले सबै चिनिरहनु भएको है यहाँ आर्य भाइ जो अहिले माङ्पा है छ है जुन चाहिँ हाम्रो दार्जिलिङ भेगमा चाहिँ धेरै नाम चलेको सानो भाइ भर्खर यो वर्ष चाहिँ माध्यमिक दिएको है र भाइको जुन चाहिँ एउटा दिव्य शक्ति भनौँ है र उसले जुन तरिका यहाँ गाउँमा एउटा कुरो देखियो है सो त्यसले गर्दाखेरि चाहिँ यहाँ गाउँमा चाहिँ एउटा एकदमै नराम्रो एउटा लाइक जुन चाहिँ स्यासिन्डी है अनि जो अकाल मृत्यु भएको थियो है सो ती आत्माहरूको अब यहाँनिर एउटा पार भएको छैन र ती आत्माहरू चाहिँ डुलिरहेको छ र आउने समयमा यहाँ गाउँमा कुनै पनि अब त्यस्तो एउटा घटनाहरू अप्रिय घटनाहरू हुनसक्छ भन्ने एउटा उहाँले भनेको आधारमा चाहिँ यहाँको गाउँको चाहिँ जुन चाहिँ राई किराँत समाज अनि हाम्रो समाजहरू गाउँ सुधार समाजको एउटा तत्त्वावधानमा है उहाँको एउटा प्रयासमा चाहिँ आज यहाँनिर चाहिँ एउटा शान्ति एउटा मतलब उनीहरू होम पोलेर चाहिँ अब यो कुरोहरू रोकथाम गर्नुको लागि चाहिँ आज गरेको है र आज हाम्रो गाउँको चाहिँ अब प्रायः जस्तो मान्छेहरू भेला भइरहेको छ है र आफ्नो पनि एउटा विश्वास हो यो कुरोलाई मान्नु नमान्नु भन्ने कुरो है र एउटा यहाँ गाउँको मान्छेले चाहिँ धेरै एउटा यसमा चाहिँ विश्वास अब गरेर चाहिँ आज दिनमा चाहिँ भविष्यमा त्यस्तो घटना नहोस् भन्ने एउटा उहाँको पनि एउटा चाहना है ले गर्दाखेरि चाहिँ आज यहाँनिर सार्वजनिक एउटा यहाँनिर जुन चाहिँ होमवर्क पोल्ने एउटा त्यो जुन चाहिँ राई किराँतकै एउटा माध्यमद्वारा उहाँ पूजा नै भनौँ है त्यो भइरहेको छ है हुँदैन नि परिवेद भनेको परिवेद पुराण भनेको लामा पढाउनु भनेको त्यही हो उनीहरूकै अनुसारको हो अन्त त्यो परिवेदले कहिले पनि छ्यामा हो चाहिँ अब त्यो कुन चाहिँ जातको भने उनीहरूको आफ्नो अनुसार लाउँछ सबैले राईको बिजुवा लगाएर छ्यामा छ भनेको होइन नि त जुन जातको मन छ त्यही जातकोलाई लाउँछ अन्त परिवेदबाट त्यो मर्ने बाटो लाग्यो भन्ने पनि हुँदैन न परिवेदकोले यस्तो भएको थियो मलाई भनेर भन्छ कहाँनिर बाहुनहरूले उयोहरूले अनि त्यही अनुसारमा कतिको भए भनेको पुगेको थिएन बालबच्चा थियो होला आधी उमेरको थियो होला भन्नु पाएन होला त्यत्तिकै गाउँमा अन्त जागेर पर्थ्यो
जस्तो त मरेपछि चाहे जुनै जातको होस् बिजुवाै लाउनुपर्छ चाहे त्यो छेत्रीको भने छेत्री बिजुवा लाओस् कि जुनै जातको लाओस् बाटो चाहिँ राम्रोसँग लाउनुपर्छ अहिलेखेरि त्यो घरकोले यसरी सुन्दाखेरि कति नमिठो लाग्छ आफूलाई त्यस्तै त हो जसलाई पनि त्यही हो एउटालाई मात्रै दुईजनालाई मात्रै होइन अनि त्यो भनेर राम्रो चाहिँ मरेपछि चाहिँ अब त्यस्तो बुद्धि पुऱ्याएर गयो त गयो मऱ्यो त मऱ्यो गर्नेले चाहिँ राम्रो कार्य राम्रो गरिदिनुपर्छ लेखेर दिन्छु चाहे लामै आएर यहाँ बसोस् कि पाहुना आएर बसोस् पढी बेसबाट चाहिँ त्यहाँ कहिले पनि मर्दैन पढेर चाहिँ किनभने उनीहरू त्यो पढेर गरेको र पाइ विद्या र पढी विद्यामा धेरै अन्तर हुन्छ त्यो त लाटालाई पनि याद भएको कुरा स्वयं उनीहरूलाई राखेर सोध्यो भने पनि तिमीहरूले स्याम मान्नु सक्छौ भने उनीहरूले हामीले त उसलाई सोधेर उसको के इच्छा रहेको थियो उसको फ्यामिलीसँग भेटाएर सबै गरेर उसलाई बाटो लाउँछौँ नि त उसको डल्लै रहेको कुराहरू पनि गरेर बाहुन र लामा त कामेर यस्तो भएको थियो मलाई उस्तो भएको थियो भनेर भन्दैन उनीहरूले त अन्त मेरो यस्तो थियो उस्तो थियो म यस्तो भएँ त्यो त्यस्तो भएँ भनेर कहिले हामीले यत्रो झुन्डेर मरेकोहरू कार्य गऱ्यौँ कहिले पनि अर्को वर्ष बाटो लागेको छैन भनेर अहिलेसम्म कहिले पनि सुनिएन तर जोही पनि अन्नजातको मात्रै त्यस्तो हुन्छ जुनै गाउँमा पूजा गरे पनि अन्नजातै त्यस्तो भएको मात्रै निस्किदिन्छ अब हुनु त आफ्नो अनुसारले गरेको हुन्छ तर अब त्यो मर्नेको गर्थ्यो त्यो पूजा गर्नेको होइन उही राम्रो नमानी बाटो लागेन भने त त्यो गर्नेकोलाई के दोष नहुनु उनीहरू त आयो गऱ्यो गयो आफ्नो दस्तुर अनुसार हामीले पो उसलाई किस्तीमै गरेर सोडाढुङ्गा गरेर त्यो जान्नै पर्छ भने हामीले त उसलाई देखादिएको हुन्छ त्यो त्यहाँ छ यो यसरी बसेको छ भने हामी पो देख्छौँ हामी पाइ विद्या भएर पढी विद्या भएर त्यो यहाँ बसेको छ यहाँ आइज तँलाई यस्तो राखिदिएको छु यहाँ जा यहाँ बस भन्दैन नि उनीहरू त्यो भएर त्यो उहिलेको मर्नेहरू पनि बाटो नलागेको चाहिँ उनीहरूको कार्यक्रम चाहिँ राम्रो नभएर नभए त्यसै म भूत भएर बस्छु भन्दैन नि जो पनि सबै नराम्रो भएर मरेको सबै भूत हुन्छ भन्ने पनि हुँदैन कसैको राम्रै भएको होला जो यसरी निस्किन्छ त्यसको हुन्छ सबैजना भूत भयो भन्ने पनि सबैजना पूजा गर्ने बेला बाटो लाग्यो भन्ने पनि हुन्छ बाह्र बज्यो को जाडो बसेको 2 मिनट गर्यो जुन चाहिँ यो अहिले तपाईँले हेर्नुहुँदैछ है जुन चाहिँ तपाईँले दृश्य देखाइ यो चाहिँ जुन चाहिँ लाचुङ गएको जुन चाहिँ प्रेत खेदेको भन्छ नि त्यो गरेको क्या मेरो पछाडि देख्नुहुँदैछ र आजको मेन एउटा जुन चाहिँ कार्यक्रम थियो चाहिँ यही कार्यक्रम थियो जुन चाहिँ अब एउटा प्रेत आत्माहरूलाई चाहिँ एउटा पार लगाउने क्या अनि यो कार्य चाहिँ यहाँ भाइ सानो भाइ है मनको भाइ आरोप राईले गरेको थियो र आज सम्पन्न भइसक्यो र सबैजनाले गाउँ शान्ति होस् भनेर चाहिँ भन्नु लगाएको थियो र सबैजनाले यहाँ जति पनि उपस्थित छ हाम्रो गाउँको सदस्यहरू उहाँहरूले त्यो भन्नुहुँदैछ क्या अनि र आजको जुन मेन तपाईँलाई भने मेन जुन चाहिँ आकर्षण एउटा भनौँ मेन गर्नुपर्ने जुन चाहिँ होम चाहिँ यही थियो क्या तपाईँलाई जुन चाहिँ मैले अपडेट दिएँ है जुन चाहिँ अहिलेसम्म भएको जुन चाहिँ गाउँमा जुन यो होम भइरहेको छ है गरिरहेको छ र यो चाहिँ गाउँ एउटा शान्तिको लागि गरेको थियो र आज सम्पन्न भइसकेको छ हाम्रो यो माङ्पा भाइलाई पनि हामी सम्पूर्ण है गाउँको पक्षबाट धेरै धेरै धन्यवाद दिन्छौँ उहाँ आज यहाँ आएर यो कार्य गरिदिनु भयो हाम्रो गाउँको ग्रह शान्तिको निम्ति है र यति भन्दै सम्पूर्ण अब मेरो जुन चाहिँ फेसबुकका सबै साथीभाइ है मेरा शुभचिन्तक सबैलाई शुभरात्रि भन्दै यो जुन चाहिँ भिडियो अन्त गर्दछु हस् त धन्यवाद।